होइन यो के अरे केटाकेटीहरू यति साह्रो घटना घटाउने मेन आमाहरूको कारणले मान्छु मैले। यो चाहिँ किन हो यसरी घटना घटाउने? केटाकेटीकै व्यस्तमा भएर हो कि मोबाइलतिरको व्यस्तमा हो कि फोनको व्यस्तमा हो कि यो मैले कुरो बुझ्नै सकिनँ। अब छोरा मान्छे बाहिर फेर हिँड्न पर्यो, चामल दाल नुन चिनीको लागि कमाउन पर्यो, औषधि उपचार गर्न पर्यो, माछा मासुका लागि पैसा गर्न पर्यो। छोरा मान्छे नहिँडी सुख छैन। घरमा बस्ने आइमाईले दिनभरि बच्चा हेरेर बस्ने ठाउँमा बच्चा कता गयो अनि त्यहाँबाट फेरि उता दाल तरकारी दल्ने, उता के दल्ने, यो के हुन्छ यस्तो? कहिले भाँडै फुटाल्ने, कहिले गिलासै फुटाल्ने। म त दङ्गै पर्छु त यो कुराहरू। बाउको पनि हातमा हुन्छ के। बाउले नि आफ्नो छोराछोरी आमाले नहेरेको बेलामा बाउले पनि हेर्न पर्यो, कहाँ गए कसो गए गर्न पर्यो। कतिको बाउले त कति बेमानी गरेका छन्, कमाएर नै पालेका छैनन्, आमाहरूले पाल्न परेको छ। पाल्दाखेरिको कारणमा छोड्न पनि परेको छ। त्यही पनि हामीले हुर्काइयो। मतिर के भनाइ भयो? होइन होइन, तिमीतिर भन्न भएन कि अब जस्तै सबैको हेर्दै सानसाना 1.5-2 वर्षका बच्चा कुवामा कुदेका छन्, गाडीमा परेका छन्, मान्छेले बोकेर लिएर गएका छन्, दुनियाँभरको कुरो भएको छ। अनि त्यहाँबाट अब यो त बालबच्चाको जिम्मेवारी भनेको त घरको गार्जेन आमा हो नि त। मेन कुरो आमाले हो यस्ता कुराहरू गर्ने। भन भनेपछि आमाहरूतिरै चित्त बुझ्दैन छोरा मान्छेको। अनि त्यही त हो त। अनि छोरा मान्छे त अब हिँड्नै पर्यो, कमाउनै पर्यो बच्चा बच्चीका लागि भनेर प्रवासी जीवन बिताएर हिँड्न पर्यो। ल भनिदिनु है साथी, आमाहरूले मात्र हेर्ने हो कि बाउको पनि यहाँ साथ सपोर्ट चाहिन्छ? त्यही भएर म के भन्छु भने यी आमा पार्टी मेन कुरो आमा पार्टी हो के। अहिले सबभन्दा ठुलो कुरो समस्या बिगारेको मोबाइलले छ। त्यही माथि पनि फेरि आमा पार्टीले बिगारेका छन् के छोराछोरी। जहाँसुकै जाउन्, जेसुकै गरौँ, मतलबै छैन। यो टाई के माथि लाउने हो? यो एकदम अहिलेको आधुनिक डिजाइनको ऊ हो नि त, दौरा सुरुवालमाथि टाई। नयाँ कसैले सिकुन् गरून् भनेर हो नि देखाइदिएको नमुना टाई लगाएको है। अब आमाहरूकै कमी कमजोरी देख्नु भयो। मैले त्यही देखेको छु। अब चित्त बुझ्दैन भनेदेखि बरु सल्लक्क अलग अलग भएर बस्ने। कहाँ जाने नि बुढेसकालमा? कस्तो बुढेसकाल हुने? मोबाइल चलाउँदा बुढेसकाल नहुने, अघि पछि बुढेसकाल भयो हुन्छ क्या। मोबाइलमा भर्खरका हुने, अघि पछि बुढेसकाल लाग्यो त कुरो मिल्दैन नि। जसरी बजाएर बाजा बजाएर डोला चरा ल्याएको त्यसरी फिर्ता अर्दिन पर्यो नि। होइन, त्यसरी फिर्ता अर्नका लागि अब मैले सम्पत्ति दिएर हुन्छ भने अब भएको त्यही हो, बाउको जग्गा सर्लाक्कै दिन्छु। त्यसमा चित्त बुझ्दैन भने अब फेरि म 9 महिना घरमा राख्छु, त्यसपछि झार्छु। अनि झारेपछि 15-20 कहिले बिहारेको 16-17 वर्ष कता हो त्यति मैले पाल्छु अनि फेरि पठाइदिन्छु। फेरि मान्छन्? मान्नै पर्यो नि। अनि मानेको माने कुन लाटा छन्? एउटा पिठमा त आउन पर्यो के अरे, कि घर घत्ती लहरी गरेर